प्रशान्त, हजुर विद्यालय र घरायसी उपयोग भइसकेको पानी र ठोस फोहोरलाई कसरी व्यवस्थापन गर्न सकिन्छ? धारामा खेर गएको पानीलाई करेसाबारी वा बगैँचामा लगाउने, विद्यालयमा खाल्डो खनी पानीलाई उक्त खाल्डोमा निष्कास गर्ने, कुहिने र नकुहिने फोहोरको स्रोत भएकै ठाउँबाट वर्गीकरण गर्ने, कक्षा कोठा आँगन र चौर सफा गरी आएको फोहोरलाई डस्टबिनमा राखिएको फोहोरलाई कुहिने र नकुहिने गरी व्यवस्थित गरिएको खाल्डोमा सङ्कलन गर्ने, कुहिने खाल्डोको फोहोरलाई मल बनाई करेसाबारीमा प्रयोग गर्ने, विद्यालयका शिक्षकहरू मध्येबाट एकजना शिक्षकलाई सरसफाइ तथा स्वच्छता संयोजकको जिम्मेवारी दिने, विद्यालय व्यवस्थापन समितिको मत हकमा रहने गरी विद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गर्ने, खेर जाने पानीको मात्रा र जमिनको उपलब्धताका आधारमा उपयुक्त आकारको पानी सङ्कलन हुने गरी सेतो पाटी निर्माण गर्ने, सोक पाटी जम्मा भएको पानी करेसाबारी, पुष्पखेती, जडीबुटी खेती, फलफुल खेतीमा प्रयोग गरी सदुपयोग गर्ने। धन्यवाद।